मलाई चाहिँ रुटिन अफ नेपाल बन्दको सबै कुरा मनपर्छ, तर त्यो खालि एउटै बारेमा हुन्छ नि। जस्तै अब रासपाले यो गर्दैछ, रासपामा यो भइरहेछ, महाधिवेशनमा यो भइरहेछ, यो भइरहेछ, यो भइरहेछ भन्ने कुराहरू चाहिँ खासै ठिक लाग्दैन कि। जस्तै यो न्युज रिपोर्टरहरूले चाहिँ एउटै कुरालाई बारम्बार देखाइराख्यो भने चाहिँ अडियन्सको के हुन्छ भने त्यो माइन्ड मेनुपुलेट हुन्छ क्या। जस्तै हामीले हेरिराखेको हुन्छौँ, त्यो बारेमा सोच्नलाई हाम्रो झुकाव अलिक बढी बढ्न थाल्छ। त्यही भएर मलाई चाहिँ कस्तो लाग्छ भने अब न्युज रिपोर्टर भइसकेपछि न्युज मिडिया त्यो त नम्बर 1 नै हो, जस मलाई एकदम मनपर्छ होइन, पर्सनल्ली पहिलेदेखि फलो गरिरहेको कुरा हो। अब त्यो हामीले त्यही कुरा हेरेर सबै कुरा बुझिरहेको हुन्छौँ, त्यही कुरा हेरेर हामीले न्युजहरू थाहा पाइरहेको हुन्छौँ। अब त्यही न्युज देशभरिका ल कति 100%मा 85 90%ले त न्युज हेर्नेहरूले पक्कै त्यहीँबाट नै हेर्छन् है। अब विश्वास नै एकदम धेरै ट्रस्टेबल छ। त्यस्तो न्युज मिडियाले नै खालि अब एउटैको बारेमा पोस्ट देखाइराख्दाखेरि कस्तो बायस गरे जस्तो भएन। खालि त्यही राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै भिडियो हालिदिने, फोटो हालिदिने, हप्तामा कति 18-20वटा पोस्ट हालिदिने, दिनमा 5वटा पोस्ट हालिदिने, यस्तो गरेपछि महिनामा कति 70-80वटा महिनामा एउटै पार्टीको मात्रै पोस्ट हालिदिने। यस्तो गरिसकेपछि त कस्तो माइन्ड मेनुपुलेट जस्तो भएन। अब जस्तै अरूले गरेको राम्रो कामलाई हाल्दैन कि उसले, खालि हाल्छ त त्यही 1-2जनाको जुन हाइलाइटेड उसले पहिलादेखि गरिरहेको छ उसले मात्रै हाल्छ। जस्तै म कुनै पार्टीबाट बोलेको त होइन, जस्तै अब हर्का साम्पाङले नि खासै राम्रो त बोल्दैन, तर उसले गरेको कामहरू छ नि। जस्तै अहिले अस्ति भर्खर उसले पुल बनायो, त्यो पुल बनाउँदाखेरि कति विद्यार्थीहरूलाई सहजता भएको छ त्यहाँ, त्यो न्युज चाहिँ कभर गर्दैन कि उसले। त्यस्तो हुन्छ नि, खालि एउटैले मात्र देखाइराख्ने गोपी हमालले गरेका राम्रो कामहरू। अन्य पार्टीमा नि त राम्रो काम गर्ने मान्छे छन् होला, उनीहरूको कुरा कहिले आउँदैन। अब आउँछ त केवल 1-2जनाको मात्रै हो। सही काम गरेकोलाई देखाउनुपर्छ राम्रो, त्यो ठिक छ होइन, राम्रो कामलाई राम्रो भन्नुपर्छ। तर अब त्यो देखाउँदै गर्दाखेरि कसरी देखाइरहेछ भन्ने कुरा हुन्छ कि। उसले जहिले एउटै मान्छेलाई 2टा मान्छेलाई मात्र हाइलाइट गरिरहेको छ, अरू युवालाई त युवा गर्नै छोडिसक्यो देशका मान्छेहरूले। अब त्यो एकजना बाहेक अर्को मान्छेलाई ट्रस्ट नै गर्दैन कि। देशमा भएको युवा एउटा मात्रै हो, ऊ जस्ता युवाहरू टन्नै छैनन्। अनि अरूमा खै त, अरूलाई खै त देखाएको होइन, त्यो हिसाबले पनि हुन्छ कि। एउटा युवालाई मात्रै देखाइराख्दाखेरि अब अर्को युवा अगाडि आउनु खोज्छ, विश्वास नै छैन कोहीप्रति। त्यो सब माइन्ड मेनुपुलेट भएको होइन। मलाई त्यस्तो रुटिन अफ नेपाल बन्द मनै नपर्ने पनि होइन, मनपर्छ होइन। अनि राष्ट्रिय स्वतन्त्र पार्टी मनै नपर्ने पनि होइन, मनपर्छ। अब हरेकको राम्रो पक्षलाई राम्रो भन्न सक्नुपर्छ, अनि नराम्रो पक्षलाई नराम्रो भन्न सक्नुपर्छ कि। अस्ति नराम्रो गरिरहेको छ भने खबरदारी गर्नु परेन, हाम्रो त्यो कर्तव्य होइन। न्युज मिडिया भइसकेपछि एउटा पार्टीलाई मात्रै कभर गर्दाखेरि के हुन्छ भने प्रत्येकले त्यसैलाई नै हेर्न खोज्छ, मतलब त्यसैलाई नै देख्छ, देखिराख्दाखेरि माइन्डमा त्यही आउँछ होइन, माइन्ड मेनुपुलेट भए जस्तो हुन्छ। वा प्रत्येकको राम्रो कामहरू देखाउनु पऱ्यो। उसले जस्तै राष्ट्रको लागि के गर्दैछ त्यो पो देखाउनु त, यो उसले यो गर्दैछ, उसले आजलाई यसलाई भेट्न गयो, ऊ भेट्यो, यसले यो त्यो गर्दैछ, त्यसले त्यो गर्दैछ, त्यस्तो भनेर त कहाँ भयो त नि। एउटा न्युज मिडिया हुन्छ नि, एकदम रेपुटेड मिडिया भइसकेपछि त देशभरकाले भरोसा गरेर त्यसैलाई नै हेर्ने हो। अनि त्यो हुन्छ। अब मनै नपर्ने मनपर्छ, फलो गरिरहेको पहिलेदेखि, एकदम ट्रस्टेड छ होइन। जस राम्रो कामले राम्रो भन्नु सक्नुपर्छ। अब रुटिन अफ नेपाल बन्दको सट्टा कस्तो हुँदैछ भने रुटिन अफ स्वतन्त्र पार्टी बन्द, यो त अलि भएन नि त। यही भन्न खोजेको मैले यो भिडियोमा चाहिँ। अब अघिल्लो भिडियोले अपार सफलता पाइसक्यो, 50 भ्युज कटाइसक्यो। अब यसले पनि सायद 20-30 भ्युज पाउँछ होला। त्यसको लागि 20-30जना जो हेर्नुहुन्छ उहाँको लागि धेरै धेरै धन्यवाद। अब यो भिडियोको अपार सफलतापछि भोलि अर्को भिडियो आउन सक्छ, त्यो हेर्नको लागि मसँग जोडिनु होला सब्सक्राइब गरेर। धन्यवाद, इन्जोय।